मलाई ल्याइदिएको कि यो कसले ल्याइदिएको भेनाले ल्याइदिएको हेर्दा त मक्खन छ त रातो न रातो पुरा गुलियो न गुलियो होला भने त अनि कस्तो रहेछ प्रेग्नेन्सी खोलिदिएको क्या बुढीलाई खास गरी खोलिदिएको यो तपाईँ प्रेग्नेन्ट हो कि म प्रेग्नेन्ट म त यो सबै खानु म होइन तपाईँ प्रेग्नेन्ट हो कि म प्रेग्नेन्ट भन्नु तपाईँ हो कि त्यही भएर खान्न म यो चाहिँ त्यो मिठो नभएर ड्रागन फ्रुट चाहिँ मलाई चाहिँ ल्याइदिनु है म ल्याइदिनु भयो अरे तपाईँ ल्याइदिएको हो त्यो मलाई चाहिँ त्यो तपाईँलाई ल्याइदिएको हो त खास गरी प्रेग्नेन्टले मात्रै खाने खालको रहेछ किन खोल्नु हतार त किन उयो गर्नु अब खानुहुन्छ होला भनेर खोलिदिउँ भनेको होइन मैले अब खानु त त्यत्रो खान्छु त म प्लास्टिकमा पुगो गरेर फेरि यो त छाला पो रहेछ हो त यी लगाइ निक्ल्यो छाला त रहेछ त अब चुक्लाएर खानु त खानु न खानु मैले खाने भने यो मक्खन छ त्यो खानु त्यत्रो म खानु अनि त्यत्रो खान्छु त म कसले तपाईँ पाठ्य भयो त अनि छोपेर राख्दा हुन्छ त्यसरी छ त यति त उकेको छ नि कति नै मिठो भनेर हतार हतार खोलेर तिम्रो यो के भएको ओइलिएर यस्तो भएको कि के भयो मिठै छैन गुलियै छैन यस्तै त हुन्छ त अनि होइन म त यस्तो मात्रै त यस्तै हुन्छ हौ झुट समाउनु म कसले उयो गर्नु भयो तपाईँलाई किन सुन्नु भएको मैले नै अब एकचोटि अलिकति कहिले खाएको थिएँ कि खान्छ है होइन सही मिठो चाहिँ लागेको थिएन त्यसको स्वाद भुलिआएको छु भुलेछु क्या त्यो स्वाद थाहा भएको थियो टोक्दै पनि थिइनँ यो खोल्ने नै थिइनँ यो चाहिँ भेना प्रेग्नेन्ट हुनुहुन्छ भनेर ल्याइदिएको हो क्या साथीले के को